हेलो के छ सबैजनालाई आज हामी हेर्न गइरहेको छौँ इनडेप स्टोरी भन्ने च्यानलको एउटा भिडियो। यो च्यानलमा चाहिँ करेन्ट अफेयर र धेरै कुराहरू हाल्छन्। यस्तो अब हेरौँ रुपी स्टाइङ, यो सुशीला कार्कीहरूको सिंहदरबार जलेको। अनि आज हामी हेर्न गइरहेको छौँ यो बालेन वाट इज बालेन कुकिङमा। 2080 साल भाद्र 16 गते काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा एउटा लाइक स्ट्याटस चाहिँ लेख्छन्, हालिदिएन। आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोक्यो भने सिंहदरबारमा आगो लगाइदिन्छु। अब यो पोस्ट त 1-2 वर्ष अगाडिको होइन र। बालेनले त्यसो भनेको 2 वर्ष पछाडि 2082 साल भाद्र 24 गते जेनजी रिभोल्युसनको क्रममा सिंहदरबारमा आगो नै लगाइन्छ। सिंहदरबार जलाइदिन्छु भन्ने बालेन सिंहदरबार नै जले पछाडि भने चाहिँ अब मौन बसे। अब जेनजी रिभोल्युसनकै क्रममा बालेनका यी दुई स्ट्याटसहरूलाई हेर्नुहोस् है त। त्यतिखेर मुन बस्नु नहुने थियो कि केही होला आफ्नो सिचुएसन पनि त्यो नि थाहा भएन हामीलाई। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आए पछाडि आएको बालेनको यो स्ट्याटसमा होस् या भोलिपल्ट अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई समर्थन गर्दाको यो स्ट्याटसमा, यी दुवैमा बालेनले अन्त्यमा एउटा विषय मजाले उठाएका छन्, संसदको विघटन। त्यसको 2 दिन पछाडि अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले बालेनले भने जस्तै संसद विघटन गरिदिन्छन्। अब यसरी आफूले भने जस्तै संसद विघटन हुँदा पनि फेरि बालेन मौन बस्छन्। संसद विघटन भएर अब आउने फागुन 21 गते चुनावको घोषणा भएको छ। चुनाव हुन्छ कि हुन्न होला भन्ने सिचुएसनमा छु है म चाहिँ। तपाईँहरूलाई के लाग्छ? प्रतिनिधि सभाको चुनावको लागि डेफिनेटली पार्टी त चाहिन्छ। यही कुरा बुझेका हर्क साम्पाङले निर्वाचन आयोगमा पार्टी दर्ताको लागि निवेदन दिइसकेका छन्। उनले आफ्नो पार्टीको नाम बालनको पार्टी त पहिलेदेखि छ होइन र। श्रम संस्कृति पार्टी र चुनाव चिन्ह चाहिँ माटो हुने भनेर घोषणा पनि गरेका छन्। अब चुनाव आउन 5 महिना पनि छैन। हर्कले त पार्टी खोले, बालेनले चाहिँ कहिले पार्टी खोल्लान् भनेर दुनियाँले प्रश्न गर्दा पनि बालेन फेरि मौन छन्। अब तिनै हर्क साम्पाङले दिनमा 4 चोटि जति चाहिँ बालेनलाई गाली गर्छन् अनि बालेनलाई विदेशीको एजेन्ट भन्छन्, अनेक आरोप लगाउँछन्। तर यति सबै हुँदा हुँदै पनि बालेन फेरि चुपै बस्छन्। सो बालेनको मौनताको रहस्य चाहिँ के हो त? अथवा बालेनले अब के प्लान गर्दैछन् त? आउनुहोस् लेट्स फाइन्ड आउट व्हाट्स बालेन कुकिङ। हेरौँ। भिडियोमा अगाडि बढ्नुभन्दा पहिला अल्टिमा स्पोन्सर चाहिँ कटाइदियो होला मैले कहाँसम्म एकपटक चेकआउट गर्नुहोला। सन् 1980 को दशकमा आयुर्वेदिक विज्ञ रामनारायण शाहको काठमाडौँ स्थित नरदेवी आयुर्वेदिक अस्पतालमा पोस्टिङ हुन्छ। त्यस पछाडि उनी स्थायी घर महोत्तरी छाडेर सब परिवारसहित काठमाडौँ जान्छन्। तत्कालीन राजपरिवारका सदस्यहरू बिरामी हुँदा दरबारमा सुरुमा रामनारायण शाहलाई नै बोलाइन्थ्यो रे भनिन्छ। पछि सन् 1990 अप्रिल 27 मा रामनारायण शाहका कान्छा छोराको रूपमा बालेन्द्र शाहको जन्म हुन्छ। पछि सङ्गीतमा पनि लगाव बढ्दै गए पछाडि बालेन्द्र शाहबाट बालेन उनको साङ्गीतिक नाम बन्न पुग्छ। बीएस निकेतनबाट +2 अनि हिमालय व्हाइट हाउसबाट सिभिल इन्जिनियरिङ गरेका उनले आफ्नो मास्टर्स भने स्ट्रक्चरल इन्जिनियरिङमा भारतबाट गर्छन्। इन्जिनियर भएकै कारण उनीमा नम्बरहरूको राम्रो ज्ञान थियो। त्यसैले उनी 2079 सालको स्थानीय तहको चुनाव ताकाको इन्टरभ्यूहरूमा ठोक्वा गरेरै भन्ने गर्थे। स्वतन्त्र नै उठ्छौँ, कुनै पार्टीबाट उठ्छौँ र जित्छौँ 90,835 भोटले। 90,835। उनले भने जति भोट त आएन, तर आफ्ना प्रतिस्पर्धीहरूलाई झन्डै दोब्बर मतले पराजित गर्दै बालेन काठमाडौँको मेयर बनी छाडे। त्यो पनि कुनै पार्टीको आड नलिकन स्वतन्त्र मेयर। त्यति बेला बालेन हरेक इन्टरभ्यूमा एउटा कुरा भन्ने गर्थे, हामीले 3टा इन्टरभ्यूमा एउटै देखिया अनि कतिको ग्यापमा हालेर यसमा चाहिँ अलिकति कपाल कम छ जस्तो हो। यो निर्वाचनको लागि विगत 5 वर्षदेखि तयारी गरिरहेका थियौँ। बालेन स्वयंले 5 वर्षदेखिको तयारी थियो भने पनि उनी मिडियामा मजाले देखिन थालेको भनेको चाहिँ त्यही चुनावको 3-4 महिना अगाडि मात्र हो। र जे जति देखिने गरेको माहौल बन्न सफल भयो त्यो त्यही 3-4 महिनाकै अवधिमा हो। अब अहिले तोकेकै मितिमा फागुन 21 मा चुनाव हुने हो भने बालेन जो कोहीसँग पनि माहौल बनाउन पहिलाभन्दा धेरै समय छ। तर यो पटक भने बालेन एक्लैले जितेर हुँदैन। प्रतिनिधि सभाका 275 सिट्स मध्ये
165 सिट्सहरू प्रत्यक्ष निर्वाचित सिट्सहरू हुन्छन् भने बाँकी 110 सिट चाहिँ समानुपातिक। सो सुरुमा त बालेनको टिममा 165 जना उम्मेदवार चाहियो। त्यतिकै उम्मेदवार खडा गरेर मात्र पनि भएन, जसो तसो सरकार बनाउन 275 को आधी 138 सिट त ल्याउनै पर्यो। त्यसमाथि पनि नेपालमा यो पार्टीगत संरचनाले पुराना दलहरूले कति तल तलसम्म जरा गाडेर बसेका छन् भन्ने कुरा त तपाईँ यो दशैंमा घर जाँदा घरतिर गाउँघरतिर अलिअलि त फिल गर्नु नै भयो होला। कांग्रेसले देउबा दम्पतिको घरमा त्यस्तोसम्म हुँदा पनि मान्छेहरूको दिमाग चाहिँ के हुन्छ अचम्म लाग्छ हौ मलाई यो देखेर चाहिँ। भेटिएको पैसा एआई हो भनेर न्यारेटिभ सेट गरिरहेको छ, अनि एमाले चाहिँ सबैको घरमा पैसा भेट्दा ओलीको घरमा चाहिँ किताब भेटियो भन्दैछ। 75 जनाको हत्या गरेर भएका ओली र रमेश लेखकले अहिलेसम्म हत्याको जिम्मेवारी लिएका छैनन् अथवा यो घटनाप्रति केही दुखेसो नै व्यक्त गरेका छैनन्, बरु उल्टै कमब्याकको बाटो खोजिरहेका छन्। अनि नेकपा माओवादीका पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चतुरता देखाउँदै पार्टीको साबिक संरचना नै भङ्ग गरेर आफू अध्यक्षबाट हटेर आफूलाई संयोजक बनाएका छन्। म अब अध्यक्ष छैन, म संयोजक भएँ। अनि ओली भने भक्तपुरको गुन्डुमा बसेर गुण्डाहरू भेला गरेर केपी बा आई लभ यू को नारा लगाउन लगाइरहेका छन्। यस्तो भन्दै हिँड्ने मान्छेहरूलाई चाहिँ समाति कुट्नुपर्छ है। त्यहाँभित्र पनि सबैको छुट्टा छुट्टै स्वार्थ छ। महेश बस्नेतलाई 1 वर्ष अगाडि नै बलात्कारको केस लागेको थियो। ओली सरकारमा भइन्जेल प्रहरीले उनलाई छुनै सकेनन्। अब अहिले ओली हटे पछाडि फेरि त्यही केसमा कुन बेला समातिन्छु भन्ने डरले महेश आत्तिएका छन्। महेश बस्नेत जस्ता यस्ता स्वार्थ समूहहरू गाउँ गाउँसम्मै सबको फोटोहरू राख्नु पर्ने क्या, पछि हुन्छ नि अब यो पुरै पार्टीहरू हराएपछि नि मान्छे त रहनु पर्यो नि, बाँच्नु पर्यो नि। छन्। आफ्नो पार्टी सरकारमा पुगे आफूले गरेको गलत कामबाट बचिन्थ्यो पनि, अनि कहिलेकाहीँ सरकारी सेवा सुविधा चाट्न पनि पाइन्थ्यो भन्ने उनीहरूमा सधैँ भइरहन्छ। त्यसैले नेता लखेट्दैमा, पार्टी कार्यालय जलाउँदैमा त्यो आइडियोलोजी भङ्ग हुँदैन, जरै गाडेको पार्टीगत संरचना भङ्ग हुँदैन। पुरानै तरिकाको चुनाव हुने हो भने भोटरलाई डराएर धम्क्याएर या लोभ्याएर ती पुरानै अनुहारहरू जसरी पनि आउन सक्छन् र मोस्ट प्रोबेबली यी तिनै मध्ये कोही प्रधानमन्त्री बन्न सक्छन् अथवा मेरो विचार चाहिँ अब यो 3टाबाट कोही प्रधानमन्त्री भयो भने अब यत्रो गरेर निकाले फेरि आन्दोलन हुनु होला त। अचम्म लाग्छ कि मलाई चाहिँ। समग्रमा ठुलो वर्गले नरुचाएको व्यक्ति प्रधानमन्त्री बन्न सक्छन्। यस्तो अवस्थामा यी पुराना अनुहार हुँदाहुँदै बालेनलाई चुनावबाट अहिले नै आउन त्यति सहज देखिँदैन। त्यसैले पनि बालेनले पार्टी खोल्न हतार नगरेको जस्तो देखिन्छ। बालेनले ठ्याक्कै के गर्छन् त भन्न सकिँदैन, तर इतिहास हेरेर भविष्यको प्रेडिक्सन चाहिँ गर्न सकिन्छ। एट द मोमेन्ट हामीले देख्दा बालेनको मुभ 3 जना व्यक्तिमा भर पर्छ। नम्बर 1 गृहमन्त्री ओम प्रकाश अर्याल, नम्बर 2 सिआइबी चिफ मनोज केसी र नम्बर 3 जाँचबुझ आयोगका हेड गौरी बहादुर कार्की। आयोगको हेड अहिलेका गृहमन्त्री ओम प्रकाश अर्याल अलि अघिसम्म काठमाडौँ महानगरपालिकाका कानुनी सल्लाहकार थिए। बालेनसँग लामो समय काम गरेका उनलाई एउटा फियरलेस लयरको रूपमा हेरिन्थ्यो। केपी ओलीको गिरीबन्धु केस र लोकमान सिंह कार्की नियुक्ति जस्ता केसहरू उनले नै अदालतसम्म पुर्याएका थिए। त्यसैले उनको यो कार्यकालमा उनकै भाषामा भन्ने हो भने केही न केही ब्रेक थ्रु पक्कै हुनेछ। ब्रेक थ्रु हुन्छ। अब तपाईले जे देख्नु भएको थियो विगतमा, अब अहिलेसम्म देखेर चाहिँ केपी ओलीसँग डराएर केही पनि नगरेको जस्तो देखिन्छ। के हुने अब पोलिटिकल कनेक्सनको आधारमा जे कुराहरू रोकिया थियो, जे कुरा बिथोलिया थियो, अब त्यस्तो हुँदैन। किन भन्दा यो सरकारको म्यान्डेट नै सुशासन हो। तर उनको त्यो ब्रेक थ्रु भने 2 जना व्यक्तिमा भर पर्छ, सिआइबी मनोज केसी र जाँचबुझ आयोगका हेड गौरी बहादुर कार्की। मनोज केसीले के गर्छ कि गर्दैन यो मान्छेलाई कहाँ देखे जस्तो लाग्यो, भिडियोहरूमा कहीँ देखे। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री टोकबहादुर रायमाझीसम्मलाई जेलसम्मै पुर्याउने महत्त्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन् मनोज केसी। पछि त्यो हाँगोमा आर्जु देउबा राणासम्मकै कनेक्सन देखिए पछाडि आर्जुले नै उनको सरुवा गराइदिएका थिए। अब अहिले गृहमन्त्री अर्यालले तिनै मनोज केसीलाई सिआइबी चिफ बनाएका छन्। उनको नेतृत्वमा फेरि भुटानी शरणार्थीदेखि गिरीबन्धु जग्गा प्रकरणसम्मकै सबै छानबिन हुने सम्भावना छ। छानबिन भयो अनि त्यसपछि 6 महिनापछि चुनाव भएर अनि त्यसपछि अरू कोही पार्टी आयो भने फेरि बेकार हुन्छ। र पहिला समाउन नसकेकाहरूलाई अहिले समातेर जेलमा हाल्ने सम्भावना छ। अब
पुरानो छैन, केसबाट छैन, उनीहरूलाई यो पाराले। समाउन सकिएन, जेलमा हाल्न सकिएन भने अर्का व्यक्तिको भूमिका झन् महत्त्वपूर्ण हुन्छ र ती हुन् गौरी बहादुर कार्की। सेप्टेम्बर 8मा तत्कालीन सरकारले गरेको मस्याकरको छानबिन गर्न यो सरकारले 3 सदस्यीय छानबिन समिति बनाएको छ। नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा र द्वन्द्वग्रस्त विभिन्न मुलुकको संक्रमणकालीन न्यायमा काम गरेका कानुनविद विश्वेश्वर भण्डारी समेत रहेको उक्त आयोगको अध्यक्ष विशेष अदालतका पूर्व अध्यक्ष समेत रहेका गौरी बहादुर कार्की हुन्। यो आयोगको गठन हुनु पूर्व नै सेप्टेम्बर 9मै उनले केपी ओली, देउवा, प्रचण्ड यी तीनैजनालाई भाग्न दिनु हुँदैन, थुनामा राख्नुपर्छ, मार्नु चाहिँ हुँदैन अनि कानुन बमोजिम कारबाही गर्नुपर्छ भनेका थिए। अब उनीहरूलाई नमारिकन थुनेर कानुन बमोजिम कारबाही गर्ने जिम्मा अहिले गौरी बहादुर कार्कीकै हातमा छ। यता गृहमन्त्रीले पनि आयोगको निर्णय जे हुन्छ त्यही अनुसार कारबाही हुन्छ भनिसकेका छन्। आयोग गठन भएको छ, आयोगले काम गर्छ, त्यो आयोगले काम गर्छ, उसले फ्याक्ट फाइन्डिङ गर्छ, फ्याक्ट फाइन्डिङ गर्दा के चिज देख्छ उसले त्यसको आधारमा अगाडि बढ्छ। त्यसरी अगाडि बढेपछि पछाडि फर्किनै पर्दैन। अब यो छानबिन आयोगले आफ्नो क्षमता पनि देखाइसकेको छ। त्यही आयोगको सिफारिसमा अहिले पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखक सहित 5 जनाको पासपोर्ट रोक्का गरिसकिएको छ। अब सबै छानबिन गरेर निष्कर्षमा पुग्न यो आयोगलाई 3 महिनाको समय छ। त्यसैले बालेनले पनि त्यही 3 महिना पर्खेको जस्तो देखिन्छ। बालेन यी पुराना नेताहरूलाई खोर बाहिरै छाडेर उनीहरूसँग भिड्ने मोडमा छैनन्। बालेन र मैले भने अघिका 3 जना व्यक्तिहरू ओमप्रकाश अर्याल, मनोज केसी र गौरी बहादुर कार्कीको एउटै उद्देश्य हुनेछ कि यी पुराना दोषी विरुद्ध प्रशस्त प्रमाण जुटाएर उनीहरूलाई पहिला खोरमा हाल्ने। यिनीहरूलाई खोरमा हाल्न सके पार्टी यिनीहरूलाई हाल्न सक्यो भने नेपाल 99% बाट राम्रो हुन्छ कि यिनीहरू 3टाले गर्दा बर्बाद भएको छ। संरचना अझै कमजोर हुँदै जान्छ र बालेन, हर्क या नयाँ पार्टी खोल्नेहरूलाई अझै सजिलो हुँदै जान्छ। सो अब यी पुराना नेताहरू थुनिने न्युज आउन थाल्यो भने सम्झनुहोस् बालेनले अब पार्टी खोल्दैछन्, अथवा सुरुमा बालेनले पार्टी खोल्ने न्युज आयो भन्ने सम्झनुहोस् मिलिसक्यो, यी पुराना नेताहरू थुनिँदैछन्। अब यो बाहेक पनि अर्को प्रोबेबल सिनारियो छ है। बालेनले स्थानीय तहको चुनाव जिते पछाडि नेपाली मिडियामा काहीँ कतै इन्टरभ्यू दिएकै छैनन्। चुनाव तागाको उनको अन्तर्वार्ता सुन्ने हो भने उनले एउटा अनौठो कुरा गर्थे। स्वतन्त्र भएर एक्लै चुनाव लड्दा पनि बालेनले आफूलाई म होइन हामी भनेर सम्बोधन गर्थे। हामी चाहिँ फिर्ता गर्दैनौँ, उठ्छौँ नै, स्वतन्त्र नै उठ्छौँ, कुनै पार्टीबाट उठ्दैनौँ र जित्छौँ 90,835 भोटले। 90,835 जुन भने उनले आफूलाई व्यक्ति भन्दा पनि एउटा इन्स्टिट्युसन जस्तो देखाउन खोजिरहेका थिए। अब नेपालमा यसरी नै आफूलाई म नभनेर हामी भनेर सम्बोधन गर्ने अरू को छ त? पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाह। यी दुवै व्यक्तिले आफूलाई व्यक्ति भन्दा पनि इन्स्टिट्युसनको रूपमा देखाउन खोजिरहेका छन्। सो यसले गर्दा कतै बालेनमा व्यक्ति नै इन्स्टिट्युसन हुनुपर्छ भन्ने त छैन भन्ने आशंका पनि गर्न सकिन्छ। त्यो भने मोनार्की मात्र होइन, फर बालेन अहिलेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी। त्यसैले बालेनको प्लान पार्टी खोल्ने भन्दा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको लागि न्यारेटिभ सेट गर्ने अथवा माहौल बनाउने पनि हुन सक्छ। त्यति भएपछि त बालेनले नै जित्छ प्रत्यक्ष कार्यकारी भनेपछि अरू कसले भोट पाउँछ होला त? हर्कले पाउँदैन होला यसो देखेर। तर एट द एन्ड बालेन आउँदैमा के हुन्छ र? हर्क आउँदैमा के हुन्छ र? सबैजना सुधर्नु पर्यो। आउँदैमा के हुन्छ र? रवि आउँदा पनि के नै भएको थियो र? सिंहदरबार जल्दा पनि के नै भयो र? स्कुलले केटाकेटी मारेर भागेका ओलीले 1-2 दिनमै यो सरकारलाई हाहुको सरकार भनिदिए। यो हाहुको सरकार यो सानीलाई चाहिँ देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ। अनि महेश बस्नेतले 8 छ भने लु ओलीलाई समातेर देखा त यो कुकुर त भुकिहाल्छ। हिम्मत छ भने केपीओलीलाई गिरफ्तार गर। त्यत्रो पैसा आफ्नो नेताको कोठाभरि देख्दा देख्दै पनि कांग्रेसले त्यसलाई एआई भनिदियो। पत्रिकाहरूले बालबालिकाको श्रद्धाञ्जली भन्दा पनि ठूलो अक्षरमा भाटबटेनी जलेको खबर छाप्यो, युलेन्स स्कुलको खबर छाप्यो। अनि प्रहरी सेप्टेम्बर 8मा कसले गोली चलायो भनेर खोज्नुभन्दा पहिला नै सेप्टेम्बर 9मा भाटबटेनी कसले लुट्यो भिडियो पठाउनु भनेर बसिरहेको छ। ओली र लेखक विरुद्धको जाहेरी लिन गृहमन्त्रीसँग मिटिङ गर्नुपर्ने प्रहरीले बालेन र सुदन विरुद्धको जाहेरी लिन चाहिँ किन मिटिङ गरेन? साइबर ब्युरोमा सिमिलर केस पर्दा दुर्गा प्रसाद समातिने अनि महेश बस्नेत चाहिँ नसमातिने त्यस्तो पनि हुन्छ। प्रधानमन्त्री त फेरिए तर तपाईँको नागरिकता छिट्टै बन्न थाल्यो, तपाईँको लाइसेन्स आयो, परिचय पत्र नि, ट्युमा लाइन बस्नु परेन, एनओसीको लागि रियालमा अनुहार मात्र देखाउन जान परेन, शिक्षा मन्त्री त राम्रै छानेको जस्तो लाग्छ, आहा बसमै हिँड्नुहुन्छ, सूचना तथा प्रविधि मन्त्री पनि राम्रै छानेको जस्तो लाग्छ, साँच्चै एनटिसीको डेटा सकिँदैछ है भनेर तपाईँलाई म्यासेज आयो, बाहिर जान ठिक्क परेको तपाईँको साथी
ओहो अब त देश बन्ने रहेछ भनेर फ्लाइट क्यान्सल गरेर यहीँ बस्यो र अनि यस्तो त हुँदै हुँदैन। एयरपोर्टमा पार्किङको पैसा लाग्न छोड्यो। स्टक मार्केट कहाँ पुग्यो नि? साथी सरकारमा त नयाँ अनुहार आए तर सत्ता तिनै पुरानासँग छ। ओलीले बनाइदिएका अख्तियार प्रमुखले ओलीकै फाइल खोल्लान् र देउबाले बढुवा गराइदिएका सचिवले आफूले नै साइन गरेको भुटानी शरणार्थीको फाइल निकालेर अहिलेका गृहमन्त्रीलाई दिलान् र नयाँ पत्रिकामा कृष्णज्वाला देवकोटाले लेखे जस्तै जलेको सिंहदरबारका जम्मा 7वटा कोठा मात्र हो, अरू सबै कोठामा अहिले पनि ओलीहरूकै आत्मा छ। त्यसैले त उनी अझै पनि जनतालाई धम्काइरहेका छन्। बिदाकै दिन देउबा दम्पतिले ओछ्यानमै पाएको रातो पासपोर्टले सिंहदरबार जलेको मात्रै हो, फेरिएको होइन भन्छ। जेनजीले सिंहदरबार घेरेर पियनदेखि मुख्य सचिवको राजीनामा र पुनर्नियुक्ति माग्न सकिए तर त्यो मौका चुक्यो। अब तिनै बासी र भ्रष्ट हातहरूले लेख्ने तिनै जुठा टिप्पणीमा केवल फरक मन्त्रीका हस्ताक्षरले देश बदलिन्छ। घरबाट टाढाको स्कुलमा पढाउने तपाईँको बाले अझै पनि ओलीबा प्रधानमन्त्री भइरहेको भए मेरो सरुवा हुन्थ्यो भन्दैछन्। अनि तपाईँकी आमा छोरोको जागिरको लागि वाडाध्यक्षसँग कुरा गर्दै हुनुहुन्थ्यो। अब यो माथिको लेभलको मान्छेलाई कति दोष दिनु? सबै कर्मचारीदेखि लिएर सबैजना मिलेको छन् कि एक हिसाबले हेर्दाखेरि। फेसबुकमा तपाईँको बाबाको अझै पनि तपाईँलाई मन नपर्ने नेतासँग फोटो होला। कतिको घरमा त त्यस्ता फोटोहरू भित्तामा नै फ्रेम गरेर राखिएको पनि होला। घरमा तपाईँको आमा र बाको त्यो मानसिकता रहिन्जेल बालेन आएर देश बन्छ। सायद यी सबै कुरा बुझेका बालेनलाई पनि कहिलेकाहीँ त कहिले चाहिँ आफ्नो कार्यकाल सकिन्छ र आनन्दले फेसबुक अकाउन्ट पनि हटाएर मौतरी गएर छोरी हुर्काउँछु भन्ने हुन्छ होला। जेलमै बसिरहेका रविलाई लाग्दैन होला र म अमेरिकाबाट नफर्किएको भए अन्त्यमा नेपाल प्राइभेट लिमिटेडको सिइओ मात्र फेरेर अघिल्लो सिइओहरूले नै नियुक्त गरेका स्टाफहरूसँगै उनीहरूले नै बनाएको किताब हेरेर काम गर्दा अघिल्लो क्वार्टरकै जस्तो रिपोर्ट आउँछ। हस् त, थ्याङ्क यू फर वाचिङ। कमेन्टहरू हेर नि त के छ। एकदम हो क्या। तपाईँहरूलाई के लाग्छ यसो भन्नु? चुनाव हुन्छ कि हुन्न होला त? अब चुनावमा अब आफ्नो उयोहरूलाई चेन्ज गर्नु पर्यो, थटहरू चेन्ज गर्नु पर्यो। थ्याङ्क यू फर वाचिङ। अलि दुःखद उयोमा एन्ड भयो भिडियो।